हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। अनि आज हामी जाँदैछौँ इलाफेन्ट ब्रिडिङ सेन्टर सौरा। अनि मसँग छ मेरो साथी सविज्ञा गुरुङ। अनि यदि मेरो च्यानलमा कोही पनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल। अनि त्यसपछि हाम्रो अहिले यो चितवनको बाटो चाहिँ यस्तो छ, पुरै रेणुदाहालको कमाल 6 लेनवाला छ कि पुरा हुन्छ नि। मेन हाइवेमा चाहिँ 4 भयो, एउटा साइडमा 2टा, अर्को साइडमा 2टा गरेर 4 भयो। अनि त्यसपछि साइडमा गरेर 2टा गरेर 6वटा लेन भएको बाटो छ कि अहिलेको लागि चाहिँ चितवनमा। यो चाहिँ भरतपुरको कोक फ्याक्ट्री गाइज। यहीँबाट कोक सप्लाई हुन्छ अनि हजुरहरूले पिउनुहुन्छ कोक। यो चाहिँ 20,000 ताल बाटुली पोखरी जाने बाटो है। यिनीहरू चाहिँ यताबाट चाहिँ अनि फाइनल्ली हामी टाढी सौरा चोक आइपुग्यौँ। अनि हामी यहीँबाट सौरा जाँदा चाहिँ सौरा चोकबाट भित्र इन्ट्री हान्नुपर्छ कि। वेलकम टु सौरा, वेलकम टु चितवन नेसनल पार्क। अनि त्यसपछि हामी इन्ट्री भयौँ। यहाँबाट चाहिँ सौरा सुरु भयो के। यस्तो के भन्ने बानी भएको क्या मेरो, के अनि भन्ने मेरो चाहिँ यो मिलेको छैन। मेरो यो उस ह्याबिट जस्तै भयो, यसमा चाहिँ माइन्ड नगरिदिनु होला है। होटल जङ्गल क्राउन हाम्रो म्यारिजको अवस्थाहरूसँग सुट भएको यही होटलमा हो कि होटल जङ्गल क्राउन। वेलकम टु सौरा। This is the beauty of Chiton, our pride. Sauraha. तिम्रो मनको चक्कु छोरी गीत पनि के ट्रेन्ड हो के छ गाइज। अनि हामीलाई यस्तो भोक लागिसकेको थियो। अनि त्यो इलाफेन्ट ब्रिडिङ सेन्टर चाहिँ 3 बजेबाट बल्ल ओपन हुँदो रहेछ। दिउँसोमा हात्तीहरू चौर्न जाँदो रहेछ। अनि त्यही भएर हामी त नि खाजा खान पस्यौँ। यस्तो खाना पनि नखाइकन गएको थियौँ त्यो दिन। फेरि यस्तो घामबाट गएको थियौँ हामी। अनि सबैले चाहिँ लस्सी लिगी अनि मैले चाहिँ समर रिफ्रेसिङ ड्रिङ्क्स मिन्ट लेमोनेड लिएँ। अनि त्यसपछि खाँदा त आनन्द आइरहेको थियो। यस्तो गर्मीबाट गएको, घामबाट गएको कि। अनि कस्तो खाना नि खाएको थिएन कि। अनि मलाई कहिले पनि यो खानाको क्रेभिङ चाहिँ हुन्थेन भातको। तर यो दिन चाहिँ कस्तो खाना खाम भात खाम भयो थियो कि। यस्तो गर्मीबाट गएको थियौँ। अनि मैले फ्राई राइस मगायौँ हामीले। अनि त्यसपछि अर्को हट विङ्स मगायौँ। अनि त्यसपछि खायौँ। अनि 2जना बसेर मजाले यस्तो आनन्द आएको थियो। खानालाई पुरा भोक लागिरहेको थियो। यस्तो गम खायौँ हामीले त। Yummy. Tasty.
अनि लास्टमा हामीले मुस्ताङ आलु मगायौँ। मुस्ताङ आलु चाहिँ अलिक पिरो पिरो अलिक स्पाइसी टाइपको हुन्छ नि त, मिठो हुन्छ नि त। त्यसको फर्मको त्यस्तो दिदी आलु लबर खाजा खाइसकेपछि 3:30 4 हुन आँटिसकेको थियो। अनि त्यसपछि हामी गयौँ इलाफेन्ट ब्रिडिङ सेन्टरतिर। फाइनली हामी इलाफेन्ट ब्रिडिङ सेन्टरतिर लाग्न आँट्यौँ। यहाँ यस्तो घाम चढिरहेछ, यहाँको भ्यू यस्तो छ। ओ माइ गॉड गर्मी। झलुङ्गी पुल रहेछ यहाँ। झलुङ्गी पुललाई के भन्छ अरे, सस्पेन्सन ब्रिज होइन। खुल्लै थिएन क्या मसँग। त्यही 500 दिनु त, 100 रुपियाँ होला भनेर नि भन्छ। तिमीले धकालिदिएको भनेर तिमीलाई सर्छ। यहाँ पब्लिकहरू नि नि हेर्ने त्यस्तो। यहाँ कोही नै छैन नि त। यहाँ म त भाग थिएँ, खै मलाई थाहा छैन भनेर। झन् थाहा पाउँछ नि तिमीले नै भनेर। के अरे अञ्जली थापा सविज्ञा झलुङ्गे पुलबाट खसेर अञ्जली थापा पक्राउ भनेर। यस्तो हल्लेको छैन हौ, यो त खोला होइन नि त। सेक्सी लेडी। गर्मी भएर हौ, के साह्रो गर्मी गाइस। गर्मी भएर यस्तो गर्मी छ कि, यस्तो गर्मी भएर सर्ट फुकालेर हिँडिरहेको छौँ हामी। यहाँ यस्तै गर्मी छ, कपाल पनि पोको पार्यौँ। अर्को सेक्सी लेडी उता। आई विश कि यो बेबी मेरो होस्। कस्तो क्युट लाग्यो कि, भन्नाले मेरो होस् मैले पाउने होइन कि मेरो होस् भन्न खोजेको। वाउ कति राम्रो हो कि बेबी इलाफेन्ट। वाउ सबैको बेबी रहेछ है, कस्तो क्युट हो हेर नि त्यहाँ होला। कति धेरै छ नि इलाफेन्ट। कस्तो छिर्न नि नदिने रहेछ कि, यत्तिकै हेर्ने अनि गर्ने मात्रै रहेछ। गर्मी हो यस्तो गर्मीले गर्दा केही गर्नै मन लागेन। पुरै पसिनै पसिना। कहाँ पानी पुस्नै छैन। उता गयो माथि त कस्तो लास गर्मी हो। यस्तो गर्मी थियो कि आमा, गर्मीले हामी त पागल जस्तो हुन आँटिसकेको थियौँ कि लास्टै आत्यौँ। अनि हामी त लाग्यौँ छिटो छिटो घरतिर। अनि आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। Keep supporting me. Thank you. Bye. See you in next video.